नमस्कार, म विजय बुढाथोकी। यहाँ बाबु हाम्रो समक्ष छन्। सक्षम ऊ चाहिँ काठमाडौँदेखि यहाँ दिल्ली ट्रिटमेन्टको क्रममा आएको र बाबुलाई चाहिँ आज लगभग 6-7 वर्षदेखि एउटा जेनेटिक रोगले मस्कुलर डिस्ट्रफी भन्छ, त्यो एउटा जेनेटिक रोग हो र बाबुलाई त्यो नलाग्ने रोग लागेछ र बाबुको उपचारको लागि अलिक धेरै नै खर्च लाग्ने रहेछ र बाबु र उहाँको जति पनि फ्यामिली हुनुहुन्छ उहाँहरू त्यति धेरै फाइनेन्सियल स्ट्रङ हुनुहुन्न र यो चाहिँ एउटा सानो एउटा रिक्वेस्ट भनौँ है, जति पनि हाम्रो नेपाली यो संसारमा छरिएर बस्नु भएको छ सबैलाई नै हाम्रो नेपालीले सधैँ सहयोग गरिएर आइराख्नु भएको छ र यो सानो बाबुलाई पनि हामी जति सक्छौँ सबैले आफ्नो मनदेखि नै जति सकिन्छ त्यति सहयोग गरेर बाबुको उपचारमा हामीहरूले अलिकति भए नि सहयोग गरौँ र बाबुलाई चाहिँ हामीहरूले स्टिम सेल थेरापी डक्टरले सल्लाह दिनुभएको छ र यो अलिकति कस्ट धेरै नै लाग्ने भएकाले उहाँहरूको फाइनेन्सियल त्यति नभएकाले हामीहरूले चाहिँ यो एउटा सानो भिडियो अपिल भिडियो बनाइराखेको हो। नमस्ते सबैजनालाई। म चाहिँ नेपालदेखि आएको। मेरो बाबु चाहिँ विगत 5 वर्षको उमेरदेखि एकदम बिरामी थियो। नेपालमा उपचार हुन नसकेको कारणले चाहिँ म अहिले यता दिल्ली हस्पिटल लिएर आएको छु। बाबुलाई चाहिँ अहिले एक्सर्साइज पनि गराइरहेको छौँ। एक्सर्साइज पनि एकदम राम्रो छ यहाँको चाहिँ। मेरो बाबुले पहिलाको भन्दा थोरै खुट्टा चलाउन थालेको छ, धेरै सुधार आएको छ। हजुरहरूले सक्दो साथ दिनुहोला, मलाई सपोर्ट दिनुहोला। हजुरहरूले सानो सहयोगले बाबुको ज्यान बच्न सक्छ। म चाहिँ एकदम टेन्सनमा छु, किनभने यहाँ आइसी नै 15 लाख भनेको छ, त्यति पैसा मसँग छैन। त्यो पैसा नभएको कारणले चाहिँ मेरो बाबु हिँड्न सक्दैन। हजुरहरूले सक्दो सेयर गरेर यो मेरो बाबुलाई बचाइदिनु। मेरो चाहिँ आर्थिक स्थिति एकदमै कम छ। मेरो बाबुलाई चाहिँ धेरै ठुलो रकम चाहिएको छ। त्यसैले गर्दा म यो भिडियोमा बोलिरहेको छु। मेरो आफ्नो आफन्त मलाई साथ सपोर्ट दिने मेरो कोही पनि छैन र यो भिडियो चाहिँ हजुरहरूको लागि बिन्ती गर्न चाहन्छु कि यो भिडियो चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनु होला र मेरो बाबुको ज्यान बचाइदिनु होला। मेरो बाबु चाहिँ त्यति पैसा नभए मेरो बाबु बाँच्दैन भन्ने कुरा छ। हजुरहरूको साथ सपोर्टले गर्दा मेरो बाबु बचाइदिनु होला। मेरो बाबुलाई पनि हजुरकै बच्चा सम्झिनु होला। हजुरहरूको सानो सानो सहयोगले मेरो यो 12 वर्षको बच्चाको ज्यान बच्न सक्छ। म चाहिँ एकदम पीडामा छु, किनभने मेरो बाबुलाई धेरै ठुलो रकम भनेको छ, त्यति रकम मसँग छैन। म चाहिँ एकदम कमजोर छु, आर्थिक स्थिति एकदम कम छ मेरो। र म फेरि पनि यही भन्न चाहन्छु, हामी जति पनि नेपाली छौँ संसारभरिकाले बाबुको लागि एउटा सानो सहयोग गरेर सायद बाबुले फेरि फ्युचरमा हिँड्न सक्ने हामीहरूले बनाउन सकिन्छ भन्ने आशा छ। धन्यवाद।